यस्तो बिउखाल लिएर मरेछन् बुढो मान्छेलाई अन्त बुढो मान्छे खदाइदियो उहाँबाट रोप्दै 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 आएर बहुत लामो बाटो छ भन्नु त भन्ने बात यहाँ देखिन्छ क्या रहन्छु सट्ट मजा नि हो यहाँ गएर फेरि त्यो माथिल्लो बाटो त्यो बाटो फेरि सर्लक्क त्यो त्यहाँबाट उतै कहाँ पुग्छ थाहा छैन ल यस्तो छ रोपाइ वाला फेरि यो त भिडियो भनेपछि एकदम हजुरलाई ल यसरी चल्दैछ हाम्रो कोदो रोपाइ केटाहरूले खन्यान भक्क भक्क खनाऊ केटा खनाऊ केटाहरूले दिइरहेका छन् मैले पनि यता दिँदैछु फेरि आज चल चम्बु आगे ना ठीक छ हरित देखिए नि हरियो है ना ग्रीन देखिए क्या बोलोगे आप बोलो के बोलिने अब यहाँ कोदो रोप्नु हुँदैछ अब यसै छ भर्खरै पानी आइरहेको थियो फेरि हल्का घाम लाग्यो हैन अब बिस्तारै बिस्तारै हुँदैछ आज यो बाटो सक्ने योजना छ हैन गोरु पनि छन् जोतिरहेछन् अब होला सकेला खन्दैछौँ रोप्दैछौँ बिउ म बोकिरहेको हैन टाउकोमा सावधान छ रोप्दै सबै छ ठिक छ क्लिप बनाइ क्लिप इधर देखो अब और क्या बोलोगे इसमें हमारे घर के परिवार और हमारे सहयोगी गांव के ये सब जो है लेडीज़ और जेंट्स लगे हुए हैं। ये हमारा बेसिक खेती है गांव का। कडा देखियो यार पाटो त कडा यत्र जना ल हामी तीनजनाले खनेर हैन ल एउटा के भनिदिनु ल केही जाओस् न एउटा
अलि मुड छैन खतरा देखियो पाटा त ल ट्याक्क के अरे जोतेर हाम्रो बिस्ने पनि आएछन् के 3-4 दिन भयो हो मधेस देखिन्छ यहाँ त भिराल गएर भिराल देखिन्छ खन्न लाग्छ यहाँ कोदाल छोडिदियो के अनि मेरो त यार अब यहाँ म गएँ तल यहाँ कहाँ कोदाल छोड्यो भन्छ भिडियो सिडियो अन गरिदिन्छ रमाइलो छ देउस रमाइलो हुँदैछ रोपाइए ल एउटा भनिदिनु त ल ल के भन्नु नि ल के भन्न मन छ ल भन्नु नि त हाम्रो कोदो रोप्ने कार्यक्रम यसरी चल्छ बुद्ध हो यो गोरु मान्छे खन्ने रोप्ने बिउ बोक्ने यसरी चाहिँ हामीले रोप्छौँ यो चाहिँ कहाँ यसको टुप्पै देखिन्न ल अनि गर्छौँ अनि हामी खान्छौँ यसरी काम गर्छौँ अनि खान्छौँ अब नास्ता खाने बेला हुनु ला यहाँ छ कै ठ्याक्क अगाडि जोत्ने गोरु कडा देखियो